हेलो सम्पूर्ण साथीहरुमा नमस्कार छ। आज पनि म सानो भ्लग लिएर तपाईहरुको सामु उपस्थित भएको छु। आज हाम्रो प्लान छ कहाँ जाने, पिकनिक जाने। कति जना? खोलातर्फ जाने छौं। हामीले तपाईहरुलाई सम्पूर्ण दृश्य देखाउने छौं। हामी सँगै रहनु होला, भिडियो अन्तिमसम्म हेर्नु होला। र आज हामी रोमानियामा पहिलो चोटी फर्स्ट टाइम है पिकनिक जाँदै छौं। यस्तो रमाइलो ठाउँमा जाँदै छौं। त्यो रमाइलो ठाउँ तपाईहरुलाई हामीले देखाउने छौं। ल लागौं केटा। ल लागौं। ल पाँचजना छौँ ठ्याक्क। हामी खुट्टाले हिँडेर तपाईँलाई जानकारी गराउन बिर्सेछ। जान चाहिँ तपाईँको 2 घन्टा भन्दा नि बेसी लाग्छ है। टाइम चाहिँ 2 घन्टा बेसी लाग्छ जान मात्र। त्यति टाढा जाँदैछौँ कि हामी आज घुम्नलाई है। भिडियो अन्तिमसम्म हेर्नु होला। 2 घन्टाको यात्रा छ। भिडियो लामो हुन्छ होइन, बिचबिचमा रोकेर तपाईँहरूलाई देखाउने छु है त। ल साथीहरू, हाम्रो यात्रा अझै पनि जारी छ। हामी हिँडिरहेको छौँ। हामी आधी घन्टा हिँड्ने है अहिले। आधी घन्टा हिँड्ने छ। भिडियो एकदम रोकेर गराएको छौँ। ल हेर्न सक्नुहुन्छ तपाईँले आँखाले नभएसम्मको यहाँ चौरको भ्यूको मजा लिन सकिन्छ एकदमै। आज हाम्रो पिकनिक कार्यक्रम छ। पिकनिक हिँडेको हो। अझै 2 घन्टा त हिँड्नै बाँकी छ। 1.5 घन्टा भनौँ न, आधी घन्टा त हिँड्यो। ल हेर्नुहोस्। ओहो नि ल ल हेर्नुहोस्। ल हामीसँगै रहनु होला है। ल साथीहरू, हाम्रो यात्रा अझै पनि जारी नै छ। हामी हिँडिरहेको छौँ। लगभग हाम्रो 1 घन्टा हुन लाग्यो हिँडेको। 1 घन्टा हुन लाग्यो। हामी अझै पनि हिँडिरहेको छौँ। अझै 1 घन्टा लाग्छ हामी पुग्नको लागि। हेर्न सक्नुहुन्छ ठ्याक्क दृश्य रोमानियाको। ठ्याक्क यो रोड चाहिँ 1 लेन साइकल हिँड्ने हो। यहाँ साइकलको चित्र मेच्दैछ। साइकल हिँड्ने। ल एकछिन बसौँ के त। यता मान्छे हिँड्ने, यता साइकल हिँड्ने र यता गाडी हिँड्ने। यसरी रोडहरू छुट्याइएको छ। यहाँ बस्ने ठाउँ छ। यहाँ चाहिँ साइकल लक गर्ने रहेछ कि। ठ्याक्क साइकल राखेर आफ्नो साइकल छ भने यहाँ ल्याउने, ठ्याक्क लक गर्ने राख्ने। अनि यताउता घुम्न जान पाइयो। हामी ठक्क बस्या। हामी 1 घन्टा हिँडेपछि यहाँ यस्तो बस्ने ठाउँ राखिदिएको छ। हामी बस्या ठ्याक्क। एकछिन रेस्ट गरौँ केटाहरू साथीहरू। आया आया ओके। ल हाम्रो यात्रा अझै नि जारी छ। हामी हिँडिरहेको छौँ। अहिले यति राम्रो तोरीबारी देखेर ठ्याक्क मेरो क्यामेरा यतातिर गयो। ल केटाहरू सबैजना आउँ त भ्लगमा। यहाँ सबैजना यहाँ बसौँ त। ल हेर्नुहोस् रोमानियाको तोरीबारी। ल माधव यता बसौँ त। ल हेर्नु सक्नुहुन्छ के छ। कति 1 घन्टा हिँड्ने होइन त। ल ल ल अहिले अझ हाम्रो ठाउँमा पुग्नै बाँकी छ। ल तोरी हो हेर्नु सक्नुहुन्छ। साग पनि मिठो हुन्छ यार। अस्ति मैले पकाएर खाएको। ल हेर्नु साग, तोरीको साग। यो तपाईँको यो आँखाले नभ्याउनी छ क्या। यो कता हो कता हो। यो त ड्रोनले खिच्नुपर्छ ठ्याक्क लगाएर। ल हेर्नुहोस्। ल हाम्रो यात्रा जारी छ। अब हामी फोटोसोटो खिच्छौँ। ल ल हेर्नुहोस् स्याउको उ छ यहाँ छ है। स्याउ खान मन लाग्यो नि यहाँ आउनुपर्छ। स्याउ पनि छ। निकै राम्रो दृश्य छ। अझै राम्रा राम्रा दृश्यहरू तपाईँहरूलाई देखाउने छु। हामीसँगै रहनु होला हाम्रो भ्लगमा होइन। तपाईँहरूलाई एकदमै। ल हेर्नुहोस् म चाहिँ अहिले अलि रङ साइडतिर आएको छु है। यो मान्छे नहिँड्ने साइडमा आएको छु। अब म आफ्नो लेनमा जान्छु। यहाँ भिडियो गराउनको लागि म आफ्नो लेन काटेर आएको हो। म अब आफ्नो लेनमा जान्छु। गाडी आएन किनकि यो गाडीको लेन हो। यहाँ चाहिँ हाम्रो लेन हो है बल्ल। साइकल अनि हाम्रो लेन एकदम प्राथमिकता दिन्छ यहाँ साइकल र पैदल यात्रीलाई। ल हेर्नुहोस् त गाउँबारी। यता आँखाले नभ्याउने गाउँ छ। अनि ठ्याक्क यता चाहिँ भर्खर जोटेको छ। यहाँ के छर्न लाग्यो यहाँ। ए ल हेर्नुहोस् त
पुरै जोतेको छ। यता चाहिँ बाँझो रहेछ। म थाकेँ, धेरै दौडेँ यार। ओहो ल साथीहरू, अब हामी 2 घन्टा हिँडेर फाइनल्ली हाम्रो लोकेसनमा आइयो। हामी आउनुपर्ने चौरमा आइयो ठ्याक्क लगाएर। हामीभन्दा अगाडि सबै आइसकेको छन्। ल सबै आइसकेको छन् केटाहरू। ल हो केटाहरू आऊ। ल ल हेर्नुहोस् हाम्रो ठाउँमा आयो है। ल हेर केटाहरू, हेर्नु त भिडियो कस्तो दामी हुन्छ। ल हेर्नुहोस्, अब एकछिन बाइक दौडाउँछन्, यहाँ अब स्कुटी पोल्छन्, खान्छन् केटाहरूले। ल आइयो, अब ठाउँमा आइयो ठ्याक्क। उहाँ सुरु भइसक्यो। ल माधव, उहाँ सुरु भइसक्यो। ल हे हाम्रो ठाउँमा आइयो है। अघि आएको गाडीहरू यहीँ हो कि सबै, उता नि उतै छन् अझ। ल हेर्नुहोस् साथीहरू, खोलो यहाँ त उता, यहाँ त उता खोलो छ। उतै त जाऊँ न, अलि उतै। ल है साथीहरू, हामी सिक्दै रहनु होला। अब हामी फाइनल लोकेसनमा आइयो। केटाहरू आगो फुक्दैछन्। ओहो आज त यहीँ के रोटी पोल्ने हो। ट्याक्क केटाहरूले सेक्वानी पोल्छन्, मासु ल्याएछन् केटाहरूले। ओहो आज रमाइलो हुन्छ है। अनि यता खोला छ है। ल यता खोला हो ठ्याक्क। अहिले खानपिन गर्ने हो, गर्मी भइछ अनि झ्याम्मै हाम फाल्नु पनि सकिन्छ। यस्तो टाल पऱ्यो पुरै। म अलि तल गएर देखाउँछु है केटाहरूलाई। ल है साथीहरू, अलि तल गएर देखाउँछु खोला। ओहो यहाँ त गहिरो छ यार केटाहरू। ए दाउरा हेर रहेछ, म ल्याउँछु दाउरा। ए दाउरा त दाउरा भाँच्छु है म। केटाहरूलाई अब आगो फुक्दैछन्। एकदम रमाइलो ठाउँमा आइया। भाइ दाउरा अर्को दाउरा माछा त होला नि। माछा त के ल आगो नि बोल्यो। अब हामी 2 घन्टा हिँडेर आएको। अब नास्ता खाँदैछौँ ठ्याक्क। रोटी तरकारी नास्ता लिएको छौँ। ओ अर्को भाइले हेरी रोटी पोल्दैछन् ट्याक्क लगाएर। ल ल खाऊँ है, नास्ता खाऊँ है। ल अहिले अब केटाहरूले सुकुटी पोल्छन् एकछिनमा। यहाँ सुकुटीको सामानहरू सबै रेडी छ। ल हाम्रो साथीहरूको ठ्याक्क सुकुटी भयो। ल हेर्नुहोस् त ठ्याक्क। ए के अरे सेकुवा कस्तो सुकुटी भन्न आयो, अब आफूलाई थाहा छैन। ल हेर्नुहोस् केटाहरूले ठक्क सेकुवा पोल्याछन्। अब अहिले मदरी खान्छन् केटाहरू। टक्क मलाई चाहिँ यस्तो चिप्सहरू ल्याएको छु। पाउरोटीहरू खानुपर्छ अहिले। यिनीहरू जुसहरू छ ठ्याक्क खाने हो अहिले। सेकुवा सुरु भइसक्यो केटाहरूको। ओ केटाहरू फर्काऊ डऱ्यो। फर्काउँ यताको डरिसक्यो। फर्काउँ हो त टुप्पातिरको भएछ क्या। ल यस्तो ल यता खोला छ सर। चराचुरुङ्गीको आवाजसँगै रमाइलो। मौसम पनि यस्तो ठिक छ सर। न गर्मी न जाडो, सर हावा लगाइरह, घाम लागिरहेछ, ठिक छ। ओ हेर्नु गाडीको दिया आएको आइछ आएको एकदम पाकेट आज रातो भन्छ पाकेट। ल ल हेर्नुपर्छ अब। ल है केटाहरूको अब यो 2 लटमा पुग्यो होइन केटार। अब अर्को 3 लट सुरु हुँदैछ। यो झिर्पाको। ल खनाउनुहोस्। ल चेस गरौँ, खाउँ केटाहरू। ल खाऊ, रमाइलो गरौँ, इन्जोय गरौँ।
ओके ल हेर्नुहोस् है तर ढन्डा मेरोबाट फेरि अर्को आयो ऊ 20 सेकेन्डको बनाउनु त मेरोबाट नि त्यही भन्नु ल यो तातो होइन एउटी फलम खाइन्न भने चाहिँ खाइन्छ तात्दैन हो र खाऊ खाऊ रमाइलो गर जुस खाँदै हो ग्रेट ल ल ल जुस बेरेत फलम ल खाऊ के त रमाइलो गरौ बेरेत त्यतिकै होला तपाईँको ऊ भयो क्या जहिले कहाँ 20 सेकेन्डमा त हुन्न कि केही भिडियो भ्याउँदैन ओके ल यता हुँदैछ र हामी घुम्दा घुम्दा अहिले घनाघोर जङ्गलमा आएको छौँ हेर्न सक्नुहुन्छ ए जङ्गल कति छ ल हेर्नुहोस् जङ्गल रोमानियाको जङ्गलमा आएको छौँ भलकमा छौँ अहिले पनि हेर्न सक्नुहुन्छ दाउरा त कति कति सुकेछ ल खै माधव खोइ र यार ल हेर्नुहोस् यो पछि यो भविष्यको रोड बाटो होला क्या अन्त यो रोड हो यो पछि भविष्यमा हुने रोड जस्तो मैले छाटकाट देखेँ है जङ्गलको बिचमा यस्तो माटो राखेर यस्तो हाइट गराएको छ यहाँ पक्कै पनि रोड होला माधव छिटो आउनु है ल है साथीहरू अब हामी घुमघाम भ्याएर अब हामी रुमतर्फ प्रस्थान गर्दैछौँ 2 घन्टा फेरि लाग्नेछ हामीलाई जान ल हेर्नुहोस् ठाउँ कस्तो छ कस्तो लाग्यो तपाईँहरूले ठाउँ है कमेन्टमा भन्नु होला ठाउँ एकदम राम्रो छ केटाहरूले नि ठ्याक्क सेकुवा पोलेर खाएर ढाँडेर हिँडेका छन् होइन मैले नि रोटी सोटी तरकारी ल्याएको थिएँ खाएँ म पनि ढाँडेको छु ल हेर्नुहोस् ओखरको रुख कत्रो छ ऊ कोही भर्खर आउँदैछन् गाडीहरू यो बाटो ल हेर्नुहोस् घुम्ने सबैजना घुम्न आउँछन् है यो बाटोमा हो 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 ल हेर्नुहोस् यो त घुम्ने ठाउँै हो के ल एकदम घुम्ने ठाउँ सबैजना घुम्न आएका छन् साइकलहरू छ सबैको अह हामी चाहिँ लाग्यो अब घरतिर ल बाई बाई ओके सबैजनालाई धन्यवाद छ मेरो भलक अन्तिमसम्म हेरिदिएकोमा ल ओके बाई बाई हाय हाय ल है हेर्नुहोस् है ओके नो बाइक नो बाइक हामीलाई भन्दैछन् खोइ तपाईँहरूको बाइक भन्दैछन् अब हाम्रो बाइक छैन के गर्नु ल सबजना साइकलमा चाउ चाउ